आज हामी पहिलो चरणमा हाम्रा चर्चित राष्ट्रिय कलाकार अस्मिता अधिकारीज्यूलाई यस स्टेजमा बोलाएर हामी स्वागत गर्न चाहन्छौँ। उहाँलाई यस स्टेजमा आएर आयोजक संस्थाका अध्यक्षज्यूले भोजपुरमा उत्पादन रुद्राक्षको माला लगाएर सम्मान तथा स्वागत गरिदिनु हुन म अनुरोध गर्दछु। त्यसैगरी मानुषी कार्कीज्यूलाई पनि हाम्रा आजका चर्चित राष्ट्रिय कलाकार अस्मिता अधिकारीज्यूलाई खदा लगाएर स्वागत गरिदिनु हुन अनुरोध गर्दै मञ्चमा रहनुभएका अतिथिज्यूहरू सबै आएर उहाँलाई यस स्टेजमा आएर सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। तपाईँ सम्पूर्ण उपस्थित महानुभावहरूले आजका हाम्रा चर्चित राष्ट्रिय कलाकार अस्मिता अधिकारीज्यूलाई बेजोड तालीले स्वागत गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। यहाँहरूको बिचमा आइसक्नु भएको छ चर्चित राष्ट्रिय कलाकार अस्मिता अधिकारी। उहाँलाई संस्थाका अध्यक्ष ज्ञानेन्द्र पाण्डेज्यूले भोजपुरका चर्चित रुद्राक्ष मालाले उहाँलाई स्वागत तथा स्वागत गर्दै हुनुहुन्छ। त्यसैगरी अतिथिज्यूहरूले उहाँलाई खदा लगाएर स्वागत तथा सम्मान गर्दै हुनुहुन्छ। यहाँहरूले पनि उहाँको स्वागत स्वरूप उहाँलाई तपाईँहरूले ताली बजाएर स्वागत गरिदिनु हुन म अनुरोध गर्दछु। यसपछि हाम्रा आजका चर्चित राष्ट्रिय कलाकार अस्मिता अधिकारीज्यूले छोटो यहाँलाई केही कुरा भनेर उहाँको गीतको छोटो अंश केही प्रस्तुत गरेर त्यसपछि तपाईँहरूसँग फेरि पुनः जोडिनु हुनेछ। धैर्य गरेर बसिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्ते। अलिकति छरिएर बस्नु हुनेहरू सबैजना नजिक नजिक आउनु ल। नमस्ते भोजपुर। धेरै धेरै धन्यवाद छ सम्पूर्ण आयोजक टिमलाई, विशेष गरी यो कार्यक्रम आयोजना गर्नुहुने ऐतिहासिक भोजपुर डबली मेला आयोजना गर्नुहुने हाम्रो उज्यालो भोजपुरका सम्पूर्ण आयोजक टिमहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म एकदमै धेरै टाढाबाट आएको छु, तपाईँहरूमा सबै गीत गाएर जान्छु। अलिकति टाढा हुनुहुनेहरू नजिक नजिक आउनु होला, रमाइलो गर्नुपर्छ ल। हुन्छ साली तिम्रो जमाना तपाईँहरूको आवाज सुनौँ न एकैछिन ल। साली तिम्रो जमाना तिम्रो हातको तिउन तरकारी चित्त नदुखाऊ बिना चित्त नदुखाऊ तिउन तरकारी खाने भए खाने भए। ओ साँच्ची हो भोजपुर आउँछ नभन्ने। कहिले केटाले अलि मजाले आउनु भयो क्या आवाज। कहिले केटाले हिरो बन्छ खोइ आएन हो आवाज। हिरो बन्छ काले कृष्ण चाहिँ भन्छ काले केटाले। यस्तै थुप्रै रमाइलो गीतहरू छ, सुन्ने गीतहरू पनि छन्, नाच्ने गीतहरू पनि छन्। सबै प्रकारको गीत यहाँहरू माझ म सुनाउने नै छु। सबैजना अगाडि आउनु होला, रमाइलो गर्नुपर्छ। म एकछिनमा फेरि पनि आउने नै छु। योभन्दा अगाडि एउटा प्रस्तुति बाँकी नै छ, सबैजना प्रतीक्षा गर्नु होला। हुन्छ ल, हस्, धन्यवाद। ल, यस ऐतिहासिक भोजपुर डबली मेला हाम्रो संस्कृति, हाम्रो प्रकृति, पर्यटन नै हो हाम्रो आर्थिक उन्नति भन्ने मूल नाराका साथ आज उद्घाटनको 10औं दिनमा हामी छौँ। यस मेलाको उद्देश्यहरू भोजपुरको व्यापार प्रबन्धनलाई मात्रै नभइकन भोजपुरका सम्पूर्ण पर्यटन तथा धार्मिक स्थल
एवं स्थानीय कला संस्कृतिहरूको जगेर्ना गर्ने उद्देश्य पनि रहेको हुँदा हामीले स्थानीय कलाकारहरूलाई पनि भरपुर यस स्टेजमा बोलाएर उहाँहरूको प्रतिभाहरूलाई हामीले प्रस्फुटन गराएका छौँ र हाम्रो मेला अवधिभरि थुप्रै कार्यक्रमहरू रहेको कुरा पुनः यहाँहरूलाई हामी एकचोटि जानकारी गराउन चाहन्छौँ। यही 17 गते चर्चित राष्ट्रिय कलाकार रचना रिमालको यस टुडखेलको प्राङ्गणमा भव्य रूपमा साङ्गीतिक कार्यक्रम हुने कुरा पनि यहाँलाई हामी जानकारी गराउन चाहन्छौँ। त्यसै गरी फागुन 2 गते चर्चित राष्ट्रिय कलाकार समीक्षा अधिकारीको बेजोड साङ्गीतिक कार्यक्रम हुने कुरा पनि यहाँलाई हामी जानकारी गराउन चाहन्छौँ। सँगै यस टुडखेलको प्राङ्गणभित्र तपाईँ सम्पूर्ण भोजपुरवासीलाई हामी निम्तो गरेर तपाईँलाई एउटा ब्रान्डेड नयाँ स्कुटरबाट चढाएर पठाउने कार्यक्रम पनि राखिएको छ। जुन कार्यक्रम फागुन 1 गते रहेको छ, तपाईँले आफ्नो भाग्य परीक्षण गराएर तपाईँले एउटा 2,65,000 को स्कुटर हाउसफुल मार्फत जितेर जानु सक्नुहुनेछ। त्यो खेलमा पनि तपाईँहरू सहभागी हुनुपर्नेछ। त्यसै गरी माघ 16 गते हामीले विभिन्न रमाइलो खालका गेमहरूलाई समावेश गर्ने क्रममा लुडो गेममा सहभागी भइदिनु हुन तपाईँ सम्पूर्णलाई आग्रह गर्दै त्यहाँ राखिएको पुरस्कार एउटा सिङ्गो खसी, तपाईँले लुडोमा प्रथम हुनुभएको खण्डमा तपाईँले एउटा सिङ्गो खसी प्राप्त गर्न सक्नुहुनेछ भने तपाईँले दोस्रो स्थान हासिल गर्नुभएको खण्डमा तपाईँले 2वटा रातो भाले प्राप्त गर्न सक्नुहुनेछ भने त्यसै गरी तपाईँ तेस्रो स्थान हासिल गर्नुभएको खण्डमा तपाईँले एउटा रातो भाले प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरी हामीले यस मेलाको अवधिभरिमा हामीले अन्य छुट्टै कार्यक्रमलाई पनि समावेश गरेका छौँ, जुन मध्ये रहेको छ तपाईँ सम्पूर्ण विद्यार्थीहरूको लागि हाम्रा जिल्लामा रहेका विद्यालयहरूको लागि हामीले माघ 23 गतेको लागि जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सुरु गर्नेछौँ। जुन प्रतियोगितामा मावि तहको विद्यार्थीहरूले सहभागिता जनाउन सक्नुहुनेछ, जसको लागि पुरस्कार राशि राखिएको छ नगद रु 15,000। त्यसै गरी द्वितीयको लागि राखिएको छ नगद रु 10,000 भने तृतीयको लागि नगद रु 5,000 र सान्तवनाका लागि नगद रु 3,000 साथमा प्रमाणपत्र पनि राखिएको छ। जुन ऐतिहासिक कार्यक्रममा तपाईँको विद्यार्थीहरूलाई समावेश गराएर तपाईँको विद्यालयले उत्कृष्ट हासिल गरेर तोकिएको पुरस्कार जित्न सक्नुहुनेछ। तपाईँको विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउन सक्नुहुनेछ। त्यसै गरी हाम्रा थुप्रै मनोरञ्जनको माध्यमहरू पनि यस टुडखेलको प्राङ्गणभित्र रहेको छ, जस्तै रोटेपिङ, कोलम्बस न्याउ र बच्चाहरूको लागि मिकी माउस, कार रेस, जम्पिङ, ट्याम्पलिङ लगायतका रमाइलोको साधनहरू हामीले यस टुडखेलमा उपलब्ध गराएका छौँ भने जाडोको सिजनको लागि तातो सस्तो कपडाको स्टलहरू पनि राखिएको छ। त्यसै गरी चटपटेका स्टलहरू पनि राखिएको छ, तितो पिरो मिठो चटपटेहरू पनि छ। त्यसै गरी बनारसी पानहरू छ र विभिन्न मनोरञ्जनका खेलहरू पनि रहेको छ। सँगै हामीले स्थानीय उत्पादनलाई कृषिको माध्यमबाट स्थानीय उत्पादनलाई पनि जोड्ने प्रयत्न गरेको छौँ, जसमध्ये हामीले 9वटा पालिकालाई पत्राचार गरिसकेको छौँ। उहाँहरूले आफ्नो स्टलहरू उपलब्ध गराउँछु भन्नुभएको छ। त्यसो भएको कारणले हामीले अपेक्षा गर्दछौँ। हाम्रो मेला त्यसै पनि लामो भएको कारणले त्यसलाई हामी मेलाको अन्त समयमा हामी यस टुडखेलको प्राङ्गणमा उपलब्ध गराएर प्रचार प्रसार गर्नेछौँ। त्यसमा हामीले पुरस्कृत पनि गर्नेछौँ। त्यसलाई हामीले कृषि मेला नाम दिएका छौँ। त्यसै गरी यस मेलामा ट्याटु पनि तपाईँले हान्न सक्नुहुनेछ भने तपाईँले रमाइलोको लागि पेय पदार्थ रिङ खेल मार्फत विभिन्न पेय पदार्थहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरी हामीले पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ हामीले भिडियोग्राफीहरू यहाँ प्रस्तुत गर्दैछौँ भने हामीले स्थानीय ठाउँका चर्चित ठाउँका धार्मिक तथा पर्यटक स्थलहरूको फोटो ग्यालरीहरू पनि हामीले राखेका छौँ। सम्पूर्णमा तपाईँहरू सहभागी भइदिनु होला। उपलब्ध स्टलहरूको भरपुर सेवा सुविधा लिन सक्नुहुनेछ। त्यसै गरी अब हामी केही समयभित्र एबल डान्स स्टुडियोको नृत्य लिएर आउनेछौँ र यस ऐतिहासिक भोजपुर डबली मेला 2082 को पावन अवसरमा हामीले हुन गइरहेको आगामी फागुन 21 गतेको निर्वाचनको लागि तपाईँ सम्पूर्ण राजनीतिक दलका कार्यक्रमहरू तपाईँका राजनीतिक दलका कार्यक्रमहरूको लागि हामीले यस स्टेज उपलब्ध गराउने हामीले निःशुल्क रूपमा स्टेज उपलब्ध गराउने कुरा पनि हामी सञ्चालक समितिको बैठकबाट पारित गरिएको छ। जुन दिन हाम्रो राष्ट्रिय स्तरको कलाकारहरू आएको दिन बाहेक हाम्रा बाँकी रहेका दिनका बाहेक मुलुक बनाउने जस्तो
संस्था राजनीतिक दल जस्तो संस्थालाई हामी यो सम्पूर्ण स्टेजमा लाग्ने खर्च सम्पूर्ण हामी आयोजक संस्थाले हामी सञ्चालक समितिले बेहोर्ने गरी यहाँलाई हामीले यस टुलखेलको प्राङ्गणमा यस स्टेज उपलब्ध गराउनेछौँ। जुन स्टेजको दैनिक एक दिनको कार्यक्रम गर्नलाई 2-2.5 लाख जतिको खर्च हुन आउँछ, त्यो खर्च तपाईँहरूलाई हामी पूर्ण रूपमा निःशुल्क गर्नेछौँ। त्यसै गरी विभिन्न सङ्घ संस्थाहरूले आफ्नो संस्था मार्फत यस टुडीखेलमा उपलब्ध हुने मानिसहरूलाई, जिल्लामा उपलब्ध हुने मानिसहरूलाई तपाईँको कुनै खालको त्यस्तै खालको राम्रो कार्यक्रमहरू छ भने, चेतनामूलक कार्यक्रमहरू छ भने यस स्टेज हामीले निःशुल्क रूपमा उपलब्ध गराउने कुरा जानकारी गराउँदै आजको लागि अहिलेको लागि एबल डान्स स्टुडियोका कलाकारहरूले एउटा नृत्य लिएर यहाँलाई मनोरञ्जन दिन गइरहेको छ। जता जता पिरतीको भन्ने गीतको बोल लिएर आउँदै हुनुहुन्छ, उहाँले आफ्नो नृत्यद्वारा यहाँलाई भरपूर मनोरञ्जन दिलाउने कुरा हामीले विश्वास लिएका छौँ।